नेपालमा छरिएका सम्पूर्ण बोन धर्म धामी झाँक्री संस्कार संस्कृतिलाई संरक्षण गर्नुपर्छ र भनेर अघि बढ्नुभएका नेपालमा छरिएका बोनबो झाँक्री माता सम्पूर्णमा नेपाल झाँक्री सङ्घको तर्फबाट मेरो व्यक्तिगत तर्फबाट स्वीकार्नुहोस्। नमस्कार। जुन बोन धर्म हामी झाँक्री संस्कार संस्कृतिलाई संरक्षण गर्नुपर्छ भन्दै हामी नेपाल झाँक्री सङ्घले हिजो विगत लामो समयदेखि बोन धर्मको संरक्षण गर्नुपर्छ भन्दै हामी नेपाल झाँक्री सङ्घ अगाडि बढिरहेको छ। आज तपाईँहरूको माझमा म के जानकारी गर्न चाहन्छु भने जुन नेपालको विभिन्न जिल्लाबाट पाल्न भएका जिल्ला अध्यक्षहरू र यसै गरी नेपालमा छरिएका बोनको माता सम्पूर्णको म जानकारी गराउन चाहन्छु। आजको हाम्रो कार्यक्रम जुन नेपाल झाँक्री सङ्घको अनुगमन समिति घोषणा भएको तपाईँहरूको माझमा जानकारी गराउन चाहन्छु। जुन अनुगमन समिति घोषणा तपाईँहरूको माझमा म के जानकारी गराउन चाहन्छु भने हामी बोन धर्म हामी झाँक्री संस्कार संस्कृतिलाई संरक्षण गर्नुपर्छ भन्दै हामी नेपाल झाँक्री सङ्घ अगाडि बढिरहेको छ। आज तपाईँहरूको माझमा महत्त्वपूर्ण सूचनाहरू छ। तपाईँहरूले उहाँलाई नगरिकन ध्यान दिएर सुनिदिनु भने पनि विनम्र अनुरोध गर्न चाहन्छु। आज यो नेपाल झाँक्री सङ्घको अनुगमन समिति जुन पुसको 2 गते बुधबारको दिनबाट हामीले काठमाडौँ बालाज्यूबाट अनुगमन समिति घोषणा भएको पनि तपाईँहरूको माझमा तपाईँहरूको माझमा महत्त्वपूर्ण अनुगमन समितिले के काम गर्छ भन्ने विषयमा तपाईँहरूको माझमा मैले महत्त्वपूर्ण जानकारी हामी नेपाल झाँक्री सङ्घले हिजो विगत लामो समयदेखि बोन धर्म धामी झाँक्री संस्कार संस्कृतिको संरक्षण गर्नुपर्छ भनेर हामीले 2070 सालमा नेपाल झाँक्री सङ्घ दर्ता गरेको थियौँ। नेपाल झाँक्री सङ्घ 2070 सालमा हामीले दर्ता गरिसकेपछि हामीले रामेछाप जिल्ला सुनपति गाउँपालिका गुन्ची भदौरे सागुटारमा धाङबो नरवनको मूर्तिको निर्माण गर्यौँ र यस्तै गरी हामीले काभ्रे जिल्ला भोक्देउमा पनि हाम्रो बोन्देन गुम्बाको उद्घाटन गर्यौँ र यस्तै गरी हामीले धादिङ जिल्लामा पनि हामीले गुम्बाहरू उद्घाटन गर्दै आयौँ र यसै गरी हामीले सिन्धुपाल्चोकदेखि र यसै गरी नेपालको विभिन्न जिल्लामा हाम्रो बोन धर्म धामी झाँक्री संस्कार संस्कृतिको संरक्षण गर्नुपर्छ भन्दै विभिन्न जिल्लामा हामीले गुम्बाको उद्घाटन गर्दै झाँक्रीको मूर्तिको उद्घाटन गर्दै हामी नेपाल झाँक्री सङ्घ अगाडि बढ्यौँ। हामीले 70 सालदेखि हामीले अहिले 2082 सालमा जुन छुँदाखेरि हामीले नेपाल झाँक्री सङ्घले गरेको कार्यहरू जुन नेपालको सम्पूर्ण जिल्लाको झाँक्रीहरू एक गर्न सफल भयौँ। हिजो विगत लामो समयमा मैले हाम्रो कुनै पनि धर्मलाई खोजेर भन्न खोजेको होइन। हिजो पहिला सत्ययुगमा हाम्रो धामी झाँक्रीको कुनै पनि ठाउँमा गुम्बा थिएन, मन्दिर थिएन। हाम्रो हिन्दू धर्मको भए शिवको मूर्ति छ, दुर्गाको मूर्ति छ, कालीको मूर्ति छ। हाम्रो बौद्ध धर्ममा भए च्याङ ऋषिको मूर्ति छ, हेमर्जेको मूर्ति छ, बुद्धको मूर्ति छ भएन भनेर मैले विरोध गरेको होइन। तर हाम्रो बोनबो झाँक्री अहिलेदेखिको होइन, पहिला प्राचीन कालदेखिको। तर हाम्रो बोनबो झाँक्रीहरूको ढोल ढ्याङ्ग्रो जामा पोखरी लागेको मूर्तिहरू थिएन। तर हाम्रो झाँक्रीहरूको बोनबोहरूको पनि मूर्ति हुनुपर्छ, गुम्बा हुनुपर्छ भनेर हामी नेपाल झाँक्री सङ्घले 2070 सालमा नेपाल झाँक्री सङ्घ दर्ता गरेको हो। हाम्रो धामी झाँक्री बोनबोहरूको संस्कार संस्कृतिको संरक्षण गर्नुपर्छ भनेर हामी नेपाल झाँक्री सङ्घ अगाडि बढेको हो र नेपाल झाँक्री सङ्घले नेपालमा बोनबो झाँक्री माता सम्पूर्णलाई एकता गर्दै अगाडि बढ्ने क्रममा नेपालमा विकृतिहरू पनि हामी झाँक्रीभित्र विकृति फैलिँदै आयो र नेपालमा अहिले टिकटकको जमाना छ, सोसल मिडियाको जमाना छ। त्यसमा हामी झाँक्री माताहरूको विकृति बढी फैल्यो।
अहिले समाजमा तपाईहरू हाम्रो नेपालको आमा बुबाको घर घरमा जाँदाखेरि उपचार गर्न जाँदाखेरि अहिले समाजमा धामी झाँक्री भनिसकेपछि यो त नक्कली हो नि, यो झाँक्री फटा हो भन्ने खालको समाजमा अहिले आमा बुबाहरूले भन्ने स्थिति भइसकेको छ। त्यसैले गर्दामा देशमा सबै झाँक्री फटा छैन, देशमा सबै झाँक्रीहरू गलत छैन। हाम्रो बाउ बाजेदेखि मानिआएको संस्कारलाई केही धामी झाँक्रीले गलत बाटो लगेको भएर हाम्रो विकृतिहरू फैलिरहेको छ। त्यो विकृतिलाई न्यूनीकरण गर्नलाई, त्यो विकृतिलाई हटाएर हाम्रो धर्म संस्कार संस्कृतिलाई संरक्षण गर्नको लागि हामीले यो अनुगमन समिति खडा गरेको हो। यो अनुगमन समिति हामीले खडा गर्नुपर्ने थिएन। हामी धामी झाँक्री संस्कार संस्कृतिले हामीले राम्रो गरे हाम्रो संस्कार जगाएर अगाडि बढिरहेको छौँ। अनुगमन समिति खडा गर्नुपर्ने थिएन। तर अनुगमन समिति किन खडा गर्यो भने नेपालमा विकृति बढी फैल्यो। नेपालमा आमा बुबा दाजुभाइ दिदी हाम्रो बोन धर्म धामी झाँक्री संस्कार संस्कृतिलाई संरक्षण गर्नको लागि हामी देशैभरको झाँक्रीहरू हामी अगाडि बढ्नेछौँ। र कुनै झाँक्रीहरूले गलत गर्यो भने गलत गर्ने झाँक्रीलाई कारबाही गर्नुपर्छ भनेर हामी नेपाल झाँक्री सङ्घ नेपाल सरकारको ढोगोसम्म ढकढकाएर नेपाल झाँक्री सङ्घले पत्र लगेर फल्ना झाँक्रीलाई कारबाही गर भनेर हामीले गलत गरेको ठगेको झाँक्रीलाई कारबाही गर भनेर हामी प्रुफ सहित सरकारलाई बुझाउनेछौँ। सरकारलाई बुझाउँदाखेरि सरकार ढोका थुनेर सुतेर बस्छ र ढोका खोल्दैन। हामी झाँक्री सङ्घ जाँदाखेरि सुतेर बस्छ। गलत झाँक्रीलाई कारबाही गर्दैन भने हाम्रो अनुगमन समिति युवाहरूले गलत झाँक्रीहरूलाई समातेर सरकारको ढोकामा लगेर हामीले बुझाउने पनि तपाईँहरूको माझ प्रतिबद्ध जाहेर गर्न चाहन्छौँ। बोन धर्म हामी झाँक्री संस्कार संस्कृति हाम्रो अहिलेदेखि होइन, हाम्रो उहिले जुजु बाजेदेखि बाउ बाजेदेखि माने आएको संस्कार हो, हाम्रो धर्म हो। यसलाई संरक्षण गर्नुपर्छ। अहिले विकृतिहरू फैलिरहेको छ, यसलाई हटाउँदै न्यूनीकरण गर्दै अगाडि बढ्नुपर्छ। आजै पनि म भन्छु देशमा जति नै छरिरहेका बोनबो झाँक्री माताहरूलाई म जानकारी गराउन चाहन्छु। हो, तपाईँ हामीले बिरामीलाई फुक्ने एउटा फु गरेर फुक्ने एउटा शास्त्र हो। हामीले कुनै बजारमा गएर किनेर ल्याउनु त पर्दैन। हामीले कुनै तपाईँको होलसेल पसलमा गएर किनेर ल्याउनु त पर्दैन। म चाहिँ यति डुब्छ भनेर तपाईँले फुक्ने एउटा शास्त्र हो। बिरामीलाई उपचार गर्दा सेवा मुलुकले उपचार गर्नु, तपाईँको सेवा धर्मले उपचार गर्नु। बिरामीले आफ्नो इच्छाले दियो भने बिरामीले जति दियो भने तपाईँले खान पाएछ। तर मेरो यति 20,000 30,000 1 लाख 1.5 लाख भनेर तपाईँले पुग्नु भएन। तपाईँले सेवा मुलुकले उपचार गर्नु पर्यो। यति बिरामीलाई इच्छाले दियो भने जति दिए नि तपाईँले खान पाएछ। तर मेरो ऋण यति भनेर तपाईँले ऋण लाएर धर्मलाई दिनु भयो। यदि धर्मलाई तपाईँले बेच्नुहुन्छ भने नेपाल झाँक्री सङ्घ अनुगमन समिति घुमिरहेको हुन्छ। अब सबै जिल्लामा हुन्छ। गुरुको हाम्रो धर्म जोगाउन, व्यापार गर्न, धर्म व्यापार गर्न भने धर्म बुझाउन भन्दै जाने क्रम नेपालमा गलत भइसकेपछि कुनै पार्टीको कुनै सदस्यले गलत गर्यो भने पार्टीले कारबाही गर्छ। हो त्यस्तै नेपाल झाँक्री सङ्घमा पनि कति सदस्यहरू छ। झाँक्री सङ्घको सदस्य चाहिँ जोग्ने हो कि भन्ने होइन। यति नेपाल झाँक्री सङ्घको सदस्यहरूले पनि यति कुनै बिरामीलाई धेरै तोकेर उपचार गरेको छ भने तपाईँहरूले आजैदेखि छोड्नुहोस्। भोलि यो अनुगमन समितिले नेपाल झाँक्री सङ्घको सदस्यले गलत गरेको छ भने सदस्यलाई पनि हामी कारबाही गर्छौँ। हामीले बाहिरलाई मात्रै कारबाही गर्ने भन्ने होइन। हामीले नेपाल झाँक्री सङ्घको सदस्यहरूलाई पनि जानकारी गराउन चाहन्छु। तपाईँहरूले आफूले सेवा मुलुकले उपचार गर्नु र अनुगमन समितिको हामीले आज 235वटा कार्ड बाँड्दै गर्दाखेरि अनुगमन समितिलाई म जानकारी गराउन चाहन्छु। तपाईँहरूलाई यो अनुगमन समितिको कार्ड त हामीले दियौँ, तर यो कार्डलाई दुरुपयोग नगर्नु होला। यो कार्डलाई तपाईँहरूले म अनुगमन समिति हो भनेर कुनै सोझ साझा झाँक्रीहरूलाई तपाईँले नथर्काउनु होला। यति कुनै हामी झाँक्री माताहरूले यति ठगेको प्रुफ भेड्यो, कुनै ब्याङ्किङ क्युआरहरूबाट प्रुफ भेड्यो, कुनै प्रुफ भेड्यो भने हाम्रो नेपाल झाँक्री सङ्घमा तपाईँले जानकारी गराउनु होला। अनुगमन समितिले हाम्रो नेपाल झाँक्री सङ्घको अनुगमन टोली सिङ्गो टिम, हामी नेपाल झाँक्री सङ्घ मात्रै होइन, नेपाल झाँक्री सङ्घको टिम सिङ्गो टिम र यसै गरी पत्रकार सहित हामी जहाँनिर ठगेको छौँ त्यो ठाउँमा गएर
पुलिस प्रशासनलाई बोलाएर त्यो व्यक्तिलाई कारबाही गर्नुपर्छ भनेर सरकारले ढोको टकाउनेछ। त्यसैले गर्दा म तपाईँहरूले अनुगमन समितिको कार्डहरू पनि हाम्रो जथाभावी दुरुपयोग नगर्नका लागि विक्रम अनुरोध गर्न चाहन्छु। र यसै गरी बोन धर्म हामी झाँक्री संस्कार संस्कृतिको संरक्षण गर्दै हामी नेपाल झाँक्रीसँग अगाडि बढिरहेको छौँ। र यसै गरी नेपालमा जति नै हामी झाँक्री हुनुहुन्छ, नेपालमा नेपाल झाँक्री सङ्घमा दर्ता भएको सदस्यहरू र यसै गरी नेपाल झाँक्री सङ्घमा दर्ता नभएका झाँक्रीहरूलाई म सबैलाई जानकारी गराउन चाहन्छु। तपाईँहरूलाई अनुगमन समिति भन्ने बित्तिकै तपाईँहरू डराउनु पर्दैन। तपाईँहरूकै लागि हामीले बनाएको अनुगमन समिति हो नेपाल झाँक्री सङ्घ, तपाईँहरूकै हो, हाम्रो मात्रै होइन, नेपालमा छरेका सम्पूर्ण धामी झाँक्री बोनबहरूको नै हो। तपाईँहरू डराउनु पर्दैन। यदि तपाईँहरू गलत गरेको छ भने मात्रै डराउनुहोस्। यदि तपाईँहरूले कसैलाई ठगेको छैन भने नडराउनुहोस्। ढुक्क भएर तपाईँहरूले सेवा मुलुक दिएर बिरामीको उपचार गर्नुहोस्। तपाईँहरूले अनुगमन समिति भन्ने बित्तिकै तपाईँहरूलाई कारबाही गर्ने हो कि होइन? हामीले कारबाही गर्ने भनेको कुनै आमा बुबा दाजुभाइ दिदीबहिनीहरूलाई धेरै असुलेर ठगेको छ भने हामीले कारबाही गर्ने हो। त्यो कारबाही पनि हामीले नेपाल सरकारलाई हामीले कारबाही गर्नुपर्छ भनेर सरकारलाई घचघचाएर ढोकासम्म घचघचाएर तपाईँलाई कारबाही गर्ने हो। यति ढोकासम्म घचघचाउँदा पनि सरकार उठेन भने हाम्रो अनुगमन समितिले तपाईँहरूलाई समातेर पुलिस प्रशासनसम्म उभ्याउने काम गर्छौँ र नेपाल सरकारको जिल्ला अदालतसम्म उभ्याउने काम गर्छौँ हामी नेपाल झाँक्री सङ्घ। र यस्तै गरी नेपालमा जति नै छरिएका बोन्बो झाँक्री माता त सम्पूर्णमा तपाईँ म जानकारी गराउँछु। बोन धर्म भन्दाखेरि कतिपय